हेलो गाइस, वेलकम ब्याक माई युट्युब च्यानल। यो चाहिँ दसैँको भ्लग भन्दा पनि हामी चाहिँ दिदी भिनाजुलाई लिन जाँदैछौँ। हाम्रो स्थानीय आसना पनि आउँदैछन्। वी आर सो एक्साइटेड टु मिट देम एन्ड के भन्ने अब माई इङ्ग्लिस इज सो पुवर गाइज, व्हाट आई डु। यहाँ चाहिँ ठुल्दाईहरूको कोदोबारीतिर छौँ हामी चाहिँ। अनि रोडहरू यो हाम्रो गाउँको रोड यस्तो छ गाइज, सबै ठुल्दाईले जोतेर कोदो रोपेर ढुट्टो पार्नु भएको छ। She is my sister guys. She's so cute and she's so funny. If you like her, comment below. आयो मरियो यो ठुल्दाईहरूको यो के भन्छ सिमाल तरुन। हाम्रो रोड चाहिँ यस्तो छ, एकदमै ठुल्दाईहरूको घरपट्टितिरको हो। ठुल्दाईहरूको घर यता छ, हामी चाहिँ रोड जाँदैछौँ। रोड पनि उकालो छ, के गर्नु यहाँनिर त एकदमै बिजोको अवस्था छ। कसैले यसो बजेट पारेर हाम्रो गाउँतिर पिच रोड गरिदिए पनि धर्म हुन्थ्यो। यता छ दाना दाना ठुल्दाईहरूको 21 मुखी फल्ने दाना। यस्तो बाटो छ, बिजोक छ। यो चाहिँ ठुल्दाईहरूको घर जाने बाटो। राम्रो छ बाटो चाहिँ, टक्क बाइकमा सरर खलेर मरिहाल्यो नि। लाइ झोला बोकेमा सक्दिनँ अब। हाम्रो बाटोको अवस्था एकदमै नाजुक भएकोले गर्दाखेरि चाहिँ पानीलाई चाहिँ एकदम नपर्नु हुन अनुरोध गर्दछु। मामालाई आइपुगेको छौँ। यता हजुर हाँसिदिनु, हजुर हाँसिदिनु। यहाँ एउटा मन्त्री यार हजुर यहाँनिर सुनाएको क्या, यहाँ सबैजनाले हेर्नुहुन्छ क्या, सानो मामाले पनि हेर्नुहुन्छ। गुड गरिदिनु, गुड गरिदिनु नि, गुड। लु टिप्नु हो त्यहाँ, हो त्यहाँनिर त्यो त साह्रो छ कान्छी, साह्रो छ। राम्रो आएको छ, ल्याउनु लु एउटामा खानु पर्यो। साह्रो छ ल यो त, कान्छीलाई दिनु भयो धेरै खानु। यहाँ चाहिँ हाम्रो पिङ छ यहाँ। अन्त रातमाटे कुद्द दिदीहरू आइसक्यो अरे, लिन जानु खानु पनि छोड्नु हुँदैन। कुद्दा अहिले चाहिँ हामी यहाँ मामाहरूको घरमा आइपुगेको छौँ। मामाहरूको घर कस्तो राम्रो टिक्क टल्केको छ। मामाहरू चाहिँ हुनुहुन्न यता, मामाहरूको कुखुरा फारम। दिदीहरू आइपुग्न आँट्यो। अब हामी गाडी पुग्न लाग्यौँ। कोही कोहीले कपाल काटेर फेरि के भन्ने भालेको सिउर जस्तो पुरुक गर्छ त। वाउ वाउ आस्ना फुलुक्क गर्छ ल, अहिले मारे गयो ल। छोरी त कहाँ हिँडेको यस्तो राम्री भएर। मैले त कहाँ हिँडेको हौ भिनाज दर्शन। आमाई 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 दसौँलाई जोडेर भन्नु। मैले चाहिँ क्युटी पैसा झोला बोकेर फाइनली गाइज हामी चाहिँ सबैजना भेट भइसकेको छौँ। हाम्रो आस्ना परिजामा लाएर कति राम्री चप्पल पनि नयाँ घडी लाएर झोला बोक्न पो बोलाएको रहेछ नि त। हजुर होइन त सिधै उदो